नमस्ते दर्शकवृन्द। आज एउटा महत्त्वपूर्ण विषयको बारे जानकारी दिन गइरहेको छु। माइग्रेन भन्ने समस्याको बारे त हजुरहरूले केही जानकारी पक्कै पनि यस डाक्टर साथी युट्युब च्यानल मार्फत पाउनु भइसकेको नै छ। यो माइग्रेनलाई मैले लामो समयदेखि उपचार गरिरहेको छु। यो लामो समयदेखि यस सम्बन्धी जनचेतना पनि फैलाइरहेको छु। यद्यपि केही भ्रमहरू भने चाहिँ माइग्रेनको पेसेन्टहरूमा र हाम्रो नेपाली समाजमा रहिरहेको अनुभव छ र यसै सन्दर्भमा केही भ्रमहरूलाई चिरफार गर्नको लागि यो भिडियो बनाएको छु है त। अहिले पनि कतिपय दाजुभाइ दिदीबहिनीहरू चाहिँ माइग्रेनको समस्या भइसके पछाडि चाहिँ औषधि पसलमा गएर पेन किलर मात्रै खाने, विशेष गरी सिटामल, ब्रुफिन, निमिसुलाइड जस्ता दबाईहरू खाने चलन देखेको छु। यो माइग्रेनको पेसेन्टहरूको लागि तत्कालको लागि ठिकै भए पनि यसले पछिको भविष्यमा यसले निकै जटिल समस्या गर्ने गर्दछ। विशेष गरी मेडिकेसन ओभरयुज हेडेक भन्ने एउटा अवस्था आउँछ, जसमा चाहिँ पहिला माइग्रेनको पेसेन्टहरूलाई महिनामा 1-2 चोटि 3-4 चोटि मात्रै टाउको दुख्थ्यो भने लगातार रूपमा पेन किलर खाने बानीले चाहिँ माइग्रेनको पेसेन्टहरूमा अब प्रत्येक दिन जस्तो टाउको दुख्ने, बिहान उठ्ने साथै टाउको भारी हुने समस्याहरू आउने गर्दछ। यस कारणले माइग्रेनको लागि सिर्फ पेन किलर खाएर मात्रै पुग्दैन, जरा कटाउने दबाईहरू जसलाई हामी प्रिभेन्टिभ थेरेपीका लागिका दबाईहरू छन्, उक्त दबाईहरू चाहिँ तपाईले डाक्टर साहबहरूसँग परामर्श गरेर लिनुपर्ने हुन्छ। दोस्रो भ्रम मैले देखेको भनेको चाहिँ माइग्रेन भनेको चाहिँ युवा युवतीमा मात्रै हुन्छ भन्ने एउटा एक किसिमको धारणा रहेको छ। मैले लामो समयदेखि माइग्रेनको पेसेन्टहरू हेरिरहँदाखेरि माइग्रेन हुनु त युवतीको उमेर समूहमा अलि बढी मात्रामा देखिए पनि यो सानो बच्चाहरू जस्तै 7-8 वर्षको बच्चा, 8-9 वर्षको बच्चाहरू, स्कुल जाने बच्चाहरूमा धेरै बच्चाहरूमा पनि यो माइग्रेनको समस्या देखेको छ भने केही प्रतिशतमा चाहिँ अलिकति उमेर भइसकेका 50-55 नागिसकेका व्यक्तिहरूमा पनि माइग्रेनको समस्या भन्ने चाहिँ देखेको छ। त्यसो हुनाले माइग्रेन जो कसैलाई हुन सक्दछ यस विषयमा पनि सचेत हुनु पर्यो। तेस्रो भ्रम भनेको चाहिँ माइग्रेन एका साइडतिर मात्रै दुख्छ भन्ने छ। यो पनि सत्य होइन। हुनु त माइग्रेनलाई हामी एक साइडतिर दुख्ने टाउको दुखाइ हुँदा माइग्रेन सोच्नुपर्छ भनेर भन्छौँ, तर कतिपय बिमारीहरूमा यो एक साइड मात्रै नभएर यो दुवै साइडतिर टाउको दुख्ने हुन सक्दछ र स्पेसली साइड पनि कहिले दायाँ कहिले बायाँ पालो चेन्ज गरेर दुख्न सक्दछ। त्यसो हुनाले माइग्रेन चाहिँ मलाई चाहिँ दुई साइड नै टाउको दुख्छ र कहिले चेन्ज गरी दुख्छ, कतै माइग्रेन होइन कि भन्ने तपाईँलाई लाग्दो हो भने त्यसमा सत्यता छैन। माइग्रेनले दुवै साइड पनि टाउको दुख्न सक्छ र यो साइड चेन्ज गरेर पनि दुख्न सक्दछ भन्ने कुरा चाहिँ बुझ्नु पर्दछ। चौथो भ्रम भनेको चाहिँ के छ भने माइग्रेनको पेसेन्टहरूमा चाहिँ यो साधारण रोग हो, यसलाई चाहिँ अब खासै दबाई गर्नु पर्दैन भन्ने पनि भ्रम छ। तर विशेष गरी यो दुःख दिने रोगहरूमध्येको एउटा रोग हो र माइग्रेनका पेसेन्टहरूलाई राम्रोसँग ट्रिटमेन्ट गरिएन भने कतिपय माइग्रेनका पेसेन्टहरूले बिरामीको जीवनशैलीलाई निकै धेरै असर गर्ने गर्दछ र यसबाट सही समयमा उपचार नगर्दाखेरि चाहिँ बिरामीलाई अन्य बिमारीहरू जस्तै कतिपय बिरामीहरूमा चाहिँ डिप्रेसनको पनि शिकार भइरहेको देखिन्छ। त्यो कारणले गर्दाखेरि माइग्रेनको शङ्का तपाईँहरूमा छ भने चाहिँ यसलाई उपयुक्त समयमा उपचार गर्न जरुरी छ। पाँचौँ कुरा चाहिँ टाउको दुख्ने साथै सबै माइग्रेन हो कि भन्ने पनि हुन्छ। त्यसो पनि होइन। हामीले टाउको दुख्ने साथै तपाईँलाई त माइग्रेन भएछ भन्ने चलनले गर्दा पनि कतिपय ठुला रोगहरू विशेष गरी ब्रेन ट्युमरका लक्षणहरू अथवा हामीले देखिरहेको थियो IIH भन्छ, इडियोप्याथिक इन्ट्राक्रनल हाइपरटेन्सनका केसहरू, कहिले भित्र रगतको धमनीहरूमा रगतहरू जम्मा हुने अवस्था जसलाई हामी कर्टिकल भेन थ्रोम्बोसिसहरू भन्छौँ, यस्तो अवस्थाहरू छुटिन सक्दछ। त्यस हुनाले प्रत्येक टाउको दुखाइहरू माइग्रेन होइन। माइग्रेनको डायग्नोसिस बनाउनुभन्दा अगाडि चाहिँ धेरै सोच विचार गरेर र बिरामीलाई डिटेल रूपमा उहाँहरूको जानकारी लिएर र उपयुक्त जाँचबुझ गरेर मात्रै माइग्रेनको डायग्नोसिस बनाउनु पर्दछ है त। त्यस हुनाले मलाई टाउको दुख्यो साधारण माइग्रेन हो भनेर मात्रै नबस्नु होला। यी 5-7वटा भ्रमहरू चाहिँ मैले तपाईँहरूलाई जानकारी दिएँ। यस भ्रममध्ये तपाईँसँग कुन भ्रम थियो र तपाईँ त्यो भ्रम मैले यो जानकारी दिएपछि तपाईँको क्लियर भयो कि भएन भनेर कमेन्ट सेक्सनमा गर्नुहोला। कुनै माइग्रेन सम्बन्धित जिज्ञासाहरू छन् भने पक्कै पनि राख्नुहोला, म पक्कै पनि त्यसको उत्तर दिनेछु। यस्तै रोचक जानकारीको लागि डाक्टर साथी युट्युब च्यानललाई फलो गर्दै गर्नुहोला, सब्सक्राइब गर्दै गर्नुहोला। अर्को भिडियोसँग लाइभ हेर्नुहोस्। नमस्ते।